कसरी हामीले मूल्याङ्कन गरिरहेको छ राज्यले र समाजले र हामीले हाम्रो आफ्नो भूमिका त्यसै अनुरूप गरिरहेका छौँ कि छैनौँ, त्यो एउटा सेल्फ रियलाइजेसन आत्मसमीक्षाको विषय जरुरी छ। त्यसकारणले तपाईप्रति मेरो र सम्पूर्ण राजनीतिक कर्मी समाज क्षेत्रका सम्पूर्ण व्यक्तित्वको हेर्ने दृष्टिकोण अति सम्मानपूर्ण दृष्टिकोण हो, रहनुपर्छ र हामीले पनि त्यो सम्मानलाई बरकरार राख्दै गरी हाम्रो कदमहरू अगाडि बढिनुपर्छ भन्ने मेरो मान्यता हो। देशले अथक प्रयासमा 70 वर्षको लगानीमा हामीले संघर्षमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्यायौं। 10 वर्ष नपुग्दै त्यो व्यवस्थाको विरुद्धमा मान्छेहरू टाउको उठाउन थाल्यो। के साँच्चीकै व्यवस्था असफल भयो? के साँच्चीकै यो व्यवस्थाको विकल्पमा अर्को व्यवस्था चयन गर्ने अवस्था हामीमा आयो? आज यो गहन विषय छ। मेरो जहाँसम्म विश्वास छ, विचार छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै हो। लोकतन्त्रको विकल्प 21वीं शताब्दीमा अर्को कुनै व्यवस्था हुन सक्दैन। राज्य सञ्चालन गर्ने बखतमा केही सन्तुष्टि असन्तुष्टिहरू छन्। नागरिकलाई दिने सेवा सुविधाहरू, समयमा विकास निर्माणका सवालहरूमा र रोजगार लगायतका व्यथितिहरूमा, भ्रष्टाचार लगायतका व्यथितिहरूमा निश्चित रूपमा नागरिकमा अलि असन्तोष बढेर गएको छ। हामी एक फ्रेमवर्क भित्र, एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको फ्रेमवर्क भित्र हामी यसको समाधान खोजिनुपर्छ। हामी यो असन्तुष्टिहरूलाई, असन्तोषहरूलाई, यी व्यथितिहरूलाई हामी यही व्यवस्थाभित्र रहेर सम्बोधन गर्ने वातावरण बनाउनु पर्छ। यसको लागि पनि म भन्छु कि हाम्रा पत्रकार साथीहरू जो हिजोको दिनमा अटोक्रेसीको विरुद्धमा, अधिनायकवादको विरुद्धमा हामी सँगै लड्यौं, सँगै जेल गयौं, सँगै सडकमा हामीले लोकतन्त्रको निमित्त, स्वतन्त्र पत्रकारिताको निमित्त, मानव अधिकारको निमित्त, खुला व्यवस्थाको निमित्त, सुशासनको निमित्त जो हामी सङ्घर्ष गर्यौं, त्यो हाम्रो कोर्स अहिले पूरा भएको छैन। तसर्थ त्यो कोर्सलाई पूरा गर्नको निमित्त, त्यो संघीय गणतन्त्रलाई, लोकतान्त्रिक व्यवस्था मूल्य र मान्यतालाई संस्थागत गर्न अझै समय लाग्छ। दुनियाँमा जहाँ पनि यी व्यवस्थाहरू आएका छन्, ती व्यवस्थाहरू संस्थागत हुन समय लाग्छ। यो विषयमा हामी अत्यन्त सकारात्मक कुरामा अगाडि बढ्नु पर्दछ। आज जुन जसरी यो प्रदेश सरकारले यो कार्यक्रम ल्यायो, कल्पना गरौं यो संहिता कार्यान्वयनको दिशामा एउटा ठोस कदम हो। यो आज प्रदेश सरकार नभइदिएको भए यति संवेदनशील, यति गम्भीर चाहिँ कुन निकाय हुन्थ्यो? त्यसकारणले संहिता कार्यान्वयनमा केही, मैले अगाडि नै भने, केही ल्याप्सेसहरू भयो। जसरी अहिले पनि प्रहरी ऐनहरू लागू भएर पारित भएर कार्यान्वयन हुन सकेन, निजामती कर्मचारीका ऐनहरू कार्यान्वयन हुन सकिरहेको छैन। त्यस्ता कतिपय सवालहरू जो अधुरा छन् त्यसलाई हामी पूरा गर्ने र यही व्यवस्थालाई, यही फ्रेमवर्क भित्र रहेर हामी सुशासन कायम गर्दै आज देशमा एउटा लाभमर्दो स्थिति छ। कुन सेक्टरलाई हामी पवित्र सेक्टर र यो सेक्टर ठीक छ भनेर भन्दिने? आज जुन सेक्टरमा जाँदा यस सेक्टरलाई भन्नुहुन्छ कि यो मान्छे राम्रो छ, यो सेक्टर राम्रो छ, 2 महिनापछि एउटा समाचार आउँछ, तपाईले भनेको त्यो समाचार, त्यो कुरा, त्यो चिया गफको कुरा झुठी नै कुरा, झुट हुने स्थिति चाहिँ छ। कुनै पनि सेक्टर आज बाँचेको अवस्था छैन। यो हाम्रो लागि अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो। हामी लोकतान्त्रिक व्यवस्थामा हामीलाई आफूले एउटा सुशासनको दायराभित्र ल्याएर सबै नागरिक आफूलाई सुशासन आफूबाट सुरु गर्ने, मबाट सुरु गर्ने भन्ने विचारमा अगाडि बढ्यौं भने
यो व्यवस्था निर्विकल्प रूपले हामीले संस्थागत गर्दै अगाडि बढ्नुपर्छ। एउटा अन्तिम कुरा म भन्न चाहन्छु विनम्रतापूर्वक, गोकुलजी मेरो पुरानो मित्र हुनुहुन्छ, यहाँ जुन बेला हामी कसरी सुरु गरेका थियौँ म उहाँ लेख्नै पढ्ने। एउटा कुरा हामीले, मलाई लाग्छ कि आवश्यकता भन्दा बढी नेगेटिभ नेरेटिभहरू गढियो अथवा सृजना गरियो अथवा बनाइयो। जति नेगेटिभ नेरेटिभहरू, कथनहरू, नकारात्मक प्रकथनहरू, नकारात्मक कथाहरू, नकारात्मक विषयहरू जसरी हामी सहज सतहमा लिएर आयौं, त्यसको अपेक्षा हामी सकारात्मक पोजिटिभ कुराहरू, पोजिटिभ विषयहरू हामी अगाडि ल्याउन सायद कतै न कतै हाम्रो बीचमा कसर रह्यो। जसरी 46 सालभन्दा अगाडि हाम्रो समाजको अवस्था के थियो? 46 सालभन्दा अगाडि नेपालमा कति मेडिकल कलेजहरू थिए, नेपालमा कति इन्जिनियरिङ कलेजहरू थिए, नेपालमा कति स्कुलहरू थिए, नेपालमा कति बाटाघाटाहरू थिए, नेपालमा हाम्रो गाउँघरको जीवन स्तर, किसानको जीवन स्तर कति थियो? चाडपर्वमा हाम्रो जीवनयापन कसरी हुन्थ्यो? आज ठिक छ, 30 वर्ष, 32 वर्ष अथवा 40 वर्ष लगाएर हामी यहाँ आयौं, तर परिस्थिति के फेरियो कि फेरिएन? त हाम्रा यो नेगेटिभहरू हामी कसरी समाजमा दिइरहेका छौं? आज म पत्रकार साथीहरूको बीचमा भएको नाताले म यति कुरा किन भने म सामान्य जनताको बीचमा छैन। तपाईहरू एउटा देशको चौथो अङ्ग हो, संवेदनशील र गम्भीर विषय व्यक्ति हुनुहुन्छ, व्यक्तित्व हुनुहुन्छ। त्यसकारणले यो कुरा मैले राख्ने एउटा विचार गरे कि हामी नेगेटिभ नेगेटिभ होइन कि हामी पोजिटिभ प्रकथनतिर, हामी सकारात्मक दृष्टिकोणतिर हामी अगाडि जाउँ। र अहिले जुन साथीहरू काठमाडौँदेखि कुना कुनामा उफ्रेर यो व्यवस्था त्यो व्यवस्थाका कुराहरू गर्दैछन्, सायद त्यो साथीहरू 46 सालभन्दा पहिलेको स्थितिलाई आकलन समेत नगरेको अवस्था होला कि आज जसरी हामी खुल्ला रूपमा लेख्न, पढ्न, विचार राख्न, विचारको स्वतन्त्रता छ, मानव अधिकारको निमित्त हामी सबैसँग आफ्नो अधिकार सम्झेर जसरी हामी कुराहरू अगाडि राख्न पाइरहेका छौं, साथीहरू सायद 46 सालभन्दा पहिलेको अवस्थामा त्यो समय कतै दूर दूरसम्म त्यसको परिस्थिति थिएन। त्यसकारणले समाजको एउटा विज्ञानको नियम छ। विज्ञानको नियम के भन्छ भने समाज कहिले पनि ब्याकवर्ड गियरमा जाँदैन। गाडी चलाउँदा ब्याक गियर इमर्जेन्सीको लागि राखेको हुन्छ। जनकपुर पुग्नको लागि तपाई पश्चिमतिर गाडीको मुख फर्काएर म ब्याक गियरमा जनकपुर लिएर जान्छु यदि भन्नुहुन्छ भने जनकपुर पुगिँदैन। त्यसकारणले गाडी, समाज र पोलिटिकल गतिविधिहरू जहिले पनि अगाडि बढ्छ। मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइसकेको छ। यसलाई संस्थागत गरौं, सम्पूर्ण नागरिकलाई अधिकार सम्पन्न बनाऊ, समृद्धितिर लागौं, विभेद मुक्त गरौं र यस्ता सेक्युरिटीका विषयहरूलाई पनि हामीले जुन दुनियाँको दौड जुन चलिरहेको छ त्यो सेक्युरिटी, साइबर क्राइमदेखि साइबर सेक्युरिटीदेखि सम्पूर्ण मानव जीवनको, हाम्रो तपाई नागरिकको सम्पूर्ण सुरक्षाको लागि चाहिँ अग्रसर हुँदै एउटा समुन्नत समाज, समृद्ध समाज, भेदभाव मुक्त समाज, समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढौं र यो आजको यो कार्यक्रम यस दिशामा एउटा ठूलो टेवा पुर्याउँछ भन्ने म विश्वास लिएको छु। प्रदेश सरकारलाई र प्रदेशका हाम्रा आम सञ्चार प्राधिकरणका सम्पूर्ण साथीहरू, पदाधिकारीहरू र त्यहाँका कर्मचारी लगायत सम्पूर्ण सहभागीहरूमा पुनश्च धन्यवाद ज्ञापन गर्दै यो कार्यक्रम सम्पूर्ण सफलताको कामना गर्दछु। र जसरी मैले पढिरहेको छु, मैले फेरि भने कि बैंकिङ, व्यक्तिगत सुरक्षा र खास गरेर जुन एयरपोर्टहरूमा यसको जुन एउटा दुष्प्रभाव जुन चाहिँ देखिएको छ त्यसलाई हामीले नयाँ टेक्निकबाट, नयाँ प्रविधिबाट, नयाँ लेखाइ र त्यसको कोडिङहरूबाट
त्यसलाई हामी सुरक्षित बनाऊ। हामी व्यक्ति सुरक्षित रह्यो भने फेरि मुलुक सुरक्षित हुन्छ। मुलुक सुरक्षित रहेर अगाडि बढ्यो भने हामी अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो भूमिका निर्वाह गर्न सक्छौँ। फेरि पनि शुभकामना दिन्छु र आयोजक साथीहरूलाई मलाई भले सुविधा असुविधा होस्, तर एउटा म धन्यवाद किन दिन्छु भने तपाईँ मोफसलभित्र पनि एउटा सबै कार्यक्रमहरू काठमाडौँमा हुने, प्रदेशका सबै कार्यक्रमहरू जनकपुरमा हुने र जिल्लाका सम्पूर्ण कार्यक्रमहरू सदरमुकाममा हुने, यो मनस्थितिबाट तपाईँ एउटा राम्रो कुराको म गाउँमा जान्छु, ग्रामीण इलाकामा पनि जान्छु र त्यहाँ पनि कार्यक्रम गर्छु जुन एउटा विचार राखेर यसमा जुन कार्यान्वयनको दिशामा अगाडि बढ्नुभयो। कोल्बीमा कार्यक्रम राख्नुभयो। अब यो कार्यक्रम यस्ता कार्यक्रमहरू जिल्लाका अन्य क्षेत्रहरू सिमरौनगढ हुन सक्छ, सिंहरा हुन सक्छ, एउटा बोर्डरतिर तपाईँको विश्रामपुर हुन सक्छ। यसरी सम्पूर्ण दिशातिर कार्यक्रम जाओस्। देशाटन पनि हुन्छ, जिल्लाटन पनि हुन्छ, जिल्ला देख्ने घुम्ने एउटा वातावरण पनि हुन्छ। यो कार्यक्रम फेरि पनि आयोजना गर्नुको भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै सम्पूर्णको सफलताको कामना सहित बिदा हुन्छु। धन्यवाद, नमस्कार।